समय राम्रो होस् या खराब बितेर अवश्य जान्छ, तर मान्छे र वचन सधैँ याद हुन्छन्। आफ्ना भन्नेहरू त धेरै छन्, तर आफ्नो मान्नेहरू निकै कम। बिना विश्वास न प्रेम सम्भव छ न प्रार्थना। जो व्यक्तिले आफ्नो सोच बदल्न सक्दैन उसले जीवनमा केही पनि बदल्न सक्दैन। कसैलाई भरोसा गर्नुभन्दा पहिला होसियार रहनुहोस्, किनकि फिटकिरी र मिर्ची हेर्दा उस्तै उस्तै लाग्छन्। कोही यति धनी पनि हुँदैन कि उसले आफ्नो बितेको समय किन्न सकोस्, अनि कोही यति गरिब पनि हुँदैन कि उसले आउने दिनहरू बदल्न नसकोस्। अक्सर रुवाउनेहरू तिनै हुन्छन् जसले भन्ने गर्छन्, मुस्कुराइरहेकी तिमी निकै राम्री लाग्छ। जब दुःख पीडा वचन सहन सक्नुहुन्छ सम्झिनुहोस् तपाईँ बाँच्न सिकिसक्नुभयो। तपाईको सबैभन्दा ठुलो जिम्मेवारी आफूले आफैलाई हरपल खुसी राख्नु हो। लडाई यदि आफ्नाहरूसँग छ भने हार्नु पनि जरुरी छ, र जित्न त्यति बेला जरुरी छ जब लडाई आफैसँग हुन्छ। जिन्दगीमा खुसी आयो भने मिठाई सम्झेर चाख्नुहोस्, अनि दुःख पीडा आयो भने दबाई सम्झेर निल्नुहोस्। ज्यादा आफ्नोपन देखाउनेहरू एक दिन पराई हुँ भनेर साबित गरिदिन्छन्। अरू कसैले आफूलाई नचिन्नु तिम्रो हार होइन, आफूले आफैलाई चिन्न नसक्नु तिम्रो सबैभन्दा ठुलो हार हो। जसको ओठमा तपाईँ मुस्कान ल्याउन सक्नुहुन्न उसको आँखामा आँसु ल्याउने अधिकार तपाईलाई छैन। विश्वास राख्नुहोस्, आज तपाईप्रति हाँस्नेहरू भोलि ताली बजाउनेछन्। जो मानिसले झुट बोल्ने कला जानेको हुन्छ उसले आफ्नालाई दुखी र बाँकी सबैलाई खुसी बनाएको हुन्छ। तपाईलाई कति मान्छेले चिन्छन् यो ठुलो कुरा होइन, तर के कारणले चिन्छन् यो महत्त्वपूर्ण कुरा हो। सोच राम्रो राख्नुभयो भने तपाईँ राम्रो बन्नुहुनेछ, अनि खराब सोचले जिन्दगी नै बिगारिदिन्छ। ठुल्ठुला कुरा त हर कोहीले गर्छन्, तर जिन्दगी सफल बनाउनको लागि आँट हिम्मत साहस र मेहनत ठुलो बनाउनु पर्छ। जिन्दगीमा थोरै तितो पनि बन्न सिक्नुहोस्। सधैँ गुलियो मात्र हुनुभयो भने महको पोला जस्तै निचोरिनु हुनेछ। रूप र रुपैयाँ प्रति कहिले घमण्ड नगर्नुहोस्, किनकि रोग र गरिबी कहिले सोधेर आउँदैन। जिन्दगी हो नि थोरै, तर सत्य आफन्त अवश्य चाहिन्छ। भिड चाहिने त तमासा देखाउनेहरूलाई हो। जवाफ फर्काउन नआउने होइन नि मलाई पनि, तर जसले सम्बन्धको महत्त्व त बुझेन उसले शब्दहरूको अर्थ के बुझ्ला भनेर मात्रै हो। मुस्कुराउनको लागि कारण खोज्न थाल्नुभयो भने जिन्दगी यसै बित्नेछ। बिना कारण सदैव मुस्कुराइरहनुहोस्, तपाईसँग तपाईको जिन्दगी मुस्कुराउनेछ। अरूको छतको फोहोर देख्नुभन्दा पहिला आफ्नो सिँढीको धुलो मैलो पुछ्नुहोस्। सम्बन्धमा समझदार र वफादार दुवै हुन आवश्यक छ, किनकि आजकलका मानिसहरूको मुखमा राम राम बगलीमा छुरा हुने गर्छ। दबाई गोजीमा होइन शरीरमा छिर्यो भने असर गर्न थाल्छ। त्यस्तै राम्रो विचार पनि किताब र मोबाइलमा होइन तपाईको हृदयमा छिर्यो भने तपाईको जीवन सफल बन्नेछ। जीवनको सबैभन्दा ठुलो गुरु गरिबी रहेछ, किनकि गरिबीले जुन पाठ सिकाउँछ त्यो पाठ दुनियाँको कुनै पनि डिग्रीले सिकाउँदैन। आफूलाई कहिल्यै पनि एक्लो महसुस नगर्नुहोस्, किनकि तपाईको मनमा हरपल भगवान विराजमान हुनुहुन्छ। थाहा त थियो समय अनुसार मानिसहरू बदलिन्छन् भनेर, तर तिमीलाई त्यो भिडमा कहिल्यै गनिन। पीडा त त्यति बेला हुन्छ जब कसैलाई आँखा चिम्लेर विश्वास गरिन्छ अनि उसैबाट घात हुन्छ। गल्ती गर्ने मानिस त एक दिन अवश्य सुध्रिन्छ, तर गलत सोच भएको मानिस सुध्रिन निकै कठिन हुन्छ। अरूलाई नराम्रो गरेर खुसी नहुनुहोस्, किनकि जब भगवानले हिसाब गर्नुहुनेछ तब तपाईलाई सम्हालिन त के रुनको लायक पनि छोड्नुहुने छैन। जति धेरै दुनियाँ बुझ्दै जान्छु मैले आफूलाई त्यति नै एक्लो पाएको छु। जसलाई जति गर्नुहुन्छ नि हिसाब राख्दै जानुहोस्, नत्र मानिसहरू जीवनभर तपाईलाई प्रयोग गरेर अन्त्यमा तैँले के गरिस् मेरा लागि भन्न बेर्लाउँदैनन्। सिर्फ समय हेर्नका लागि घडी नबान्नुहोस्,
घडी जस्तै चलिराख्नुहोस्, मेहनत गरिराख्नुहोस्। रोगले गलेको शरीरभन्दा नकारात्मक विचारहरूले गलेको दिमाग बढी खतरनाक हुन्छ। हात उसैको थाम्नुहोस् जसलाई सुखमा तपाईँ साथ नछोड्नुहोस् अनि दुःखमा उसले तपाईँलाई नछोडोस्। आफ्नो मनलाई नियन्त्रण गर्नुहोस्, नत्र मनले तपाईँलाई नियन्त्रण गर्नेछ। भनिन्छ अरूलाई बुझ्ने व्यक्ति ज्ञानी हो, तर आफैले आफैलाई बुझ्ने व्यक्ति बुद्धिमानी हो। तपाईँ आफूले आफैलाई चिन्नुभयो भने मात्र दुनियाँले तपाईँलाई चिन्नेछ।